बाटोमा स्ट्रिट फुड त खानुभएको होला। स्ट्रिट फुडको स्टल जस्तै पैसा बेच्ने स्टलहरू देख्नुभएको छ? म तपाईँलाई देखाउँछु आज। हेर्नुहोस् है, यहाँ पैसाको स्टलहरू देख्नुहुन्छ? हेर्नुहोस् अर्को स्टल आयो है। हामी रेलवे क्रस गर्दैछौँ रक्सौलको। अनि त मैले यहाँ कतै मन ल हेर्नुहोस् पैसाको स्टल, सबै पैसाको स्टल हो। सामान बेच्ने स्टल, आइसक्रिम बेच्ने स्टल होइन, यो सबै पैसाको। यो खाली भएछ, ल हेर्नु पैसा बेचिराखेको छ। ल हेर्नुहोस् पैसाको स्टल, ल हेर्नुहोस् पैसाको स्टल। अचम्म लागेन? यो चाहिँ एकदमै नेपाली उपभोक्ताहरू एकदम इन्डियामा सामान किन्न जाने भएको हुनाले यहाँ चाहिँ पैसा बेच्छ। नेपाल र इन्डियाको पैसाहरू एक्सचेन्ज गर्नको लागि नेपाल राष्ट्र ब्याङ्कमा बरु पाउँदैन, यहाँ चाहिँ पाउँछ है। त्यस्तो किसिमको अवस्था छ। सुन्नुभयो हर्न कति बजेको छ? यहाँ यति धेरै हर्न बजाउँछन्, यति धेरै हर्न बजाउँछु कानै फुटाउने गरेर। नेपालमा पहिला यस्तो बजाउँथ्यो, तर अहिले नेपालमा हर्न बजाउँदैनन्। अहिले इन्डियामा